यहाँ सबैमा नमस्कार। म चाहिँ प्रमोद दङ्गोल, यो चाहिँ गोडा नगरपालिका 5 लेलेमा अवस्थित छौँ। अनि म चाहिँ खास विशेष गरी चाहिँ यो लेलेमा चाहिँ के चाहिँ गर्न सकिन्छ एउटा उद्यमी अनि कस्तो खालको उद्यमी गर्ने भनेर चाहिँ मैले धेरै जस्तो यहाँको अनुभवहरू चाहिँ बटुलेँ। अनि त्यसपछि गाउँघरमा चाहिँ खेर गइरहेको लक्ष्यहरू चाहिँ जुन जस कृषकले जस्तो पाउनुपर्ने रेटहरू नपाउने अनि जो पाए त्यसले चाहिँ टिप्ने, त्यसपछि जस्तो मलाई त्यसो खाने मात्र भइरहेको थियो। अनि त्यसपछि मैले यसको बारेमा चाहिँ अध्ययन गरेँ अनि बजारमा चाहिँ त्यसको अवस्था के छ भन्ने बारेमा मैले बुझेँ। त्यो बुझिसकेपछि चाहिँ यसको चाहिँ बजारीकरण चाहिँ एकदमै राम्रो रहेछ। अनि त्यस कारण चाहिँ यसलाई चाहिँ हामी चाहिँ कसरी चाहिँ एउटा चाहिँ राम्रोसँग चाहिँ यसलाई चाहिँ प्रदर्शन गर्न सकिन्छ भन्ने हिसाबमा चाहिँ हामीले रिसर्च गऱ्यौँ। रिसर्च गरिसकेपछि हामीले चाहिँ अहिले चाहिँ विशेष गरी चाहिँ यो लप्सी यो चाहिँ नन प्रिजर्भेसन हो। यो चाहिँ कुनै पनि हामीले चाहिँ यहाँ केमिकल नहालिकन बनाएको छौँ। अनि यस्तो लप्सीको यो क्यान्डीहरू चाहिँ एकदमै बजारमा गइरहेको छ, एकदम डिमान्डहरू छ। यसको चाहिँ खानको लागि स्वस्थकर भयो। अनि यो चाहिँ तपाईँको बिना जसरी तपाईँ प्रिजर्भेसन पनि हामीले चाहिँ लङ टाइमसम्म चाहिँ यसलाई चाहिँ जसरी राखिराख्न सक्ने कुरा चाहिँ छ। अनि त्यसपछि हामीले चाहिँ यो खेर गइरहेको कसरी खानामै खेर गइरहेको यो चाहिँ भोगटेको क्यान्डी हामीले यो पनि प्रशोधन गऱ्यौँ। किन यहाँ गाउँघरमा धेरै प्रशस्त मात्रामा पाउने र विशेष गरी चाहिँ तपाईँको एक ट्याबमा मात्रै त्यो युज हुने रहेछ कि। जस्तै हाम्रो नेवारहरूको चाहिँ तपाईँको यो भाइ पूजामा होइन, त्यसमा चाहिँ तपाईँको भाइ पूजा गऱ्यो, त्यसपछि कसैलाई खानु मन लाग्ने त्यसको अलिअलि भित्रको त्यो गुदी खायो अनि बाहिरको चाहिँ त्यो बोक्रा चाहिँ यत्तिकै फालिदिने मलको रूपमा। कसैले जस्तो बच्चाले भोगटे जस्तो बलको रूपमा खेल्ने। यसलाई चाहिँ हामीले चाहिँ त्यो फर्मलाई नै निकालेर हामीले चाहिँ यसलाई प्रोसेसिङ गऱ्यो। अहिले डिमान्ड यति धेरै छ कि तपाईँको यसको हामी दिएर भ्याएको छ। यो सिजनमा त जस हामीसँग धेरै धेरै छैन, अब झन् 5-7 प्याकेटमा छ हामीसँग। जस यो चाहिँ मुला यहाँ बजारमा पाउने यहीँ गाउँघरमा पनि मुलाको अचार छ। अनि अहिले चाहिँ हामी अहिले भर्खरै हामीले चाहिँ बेसारलाई चाहिँ कसरी प्रशोधन गर्ने भन्ने विषयमा हामीले आफैले सिकायौँ। अनि यहाँ चाहिँ धेरै सम्भावना छ यो बेसार। अनि बेसारमा चाहिँ हामीले चाहिँ यसलाई चाहिँ कसरी चाहिँ एउटा चाहिँ एउटा एकदमै खान योग्यको हेल्दी राख्ने भनेर चाहिँ हामीले आफ्नो यहाँ चाहिँ सोलर ड्रायर अनि इलेक्ट्रिक ड्रायर छ, त्यहाँ चाहिँ सुकाएर हामीले चाहिँ यसलाई चाहिँ प्रशोधन गर्ने काम चाहिँ गर्छौँ। त्यो चाहिँ यहीँ पाउने मस्यौरा भयो, त्यसै मुलाको चाना भयो, गुन्द्रुकको भयो। गुन्द्रुकलाई हामी चाहिँ एकदमै राम्रोसँग पानी प्याकिङ गर्छौँ भने चाहिँ त्यति करेला भयो, त्यति करेला हामी एकदम राम्रोसँग गर्छौँ। अनि यहाँ चाहिँ खेर गइदिएको यो चाहिँ पुदिना पनि एउटा हो। पुदिना नै हामी चाहिँ यसलाई चाहिँ ड्राई गरेर हामी चाहिँ यसलाई चाहिँ यसरी चाहिँ प्याकिङ गर्छौँ भने चाहिँ धेरै किसिमको छ आइटमहरू। तर विशेष गरी चाहिँ हामीले चाहिँ यहाँ चाहिँ जस्तो यो लप्सी चाहिँ म्याक्सिमम पाउने भएर लप्सीलाई चाहिँ हामीले चाहिँ यो विभिन्न तितौराहरू जस्तै यो चाहिँ ल्यासी पाउँ भयो, रङ्गिला पाउँ भयो, त्यसपछि तपाईँको पिरो पाउँ भयो, अनि यो चाहिँ बेची पाउँ भयो, के लगाएको यहाँ चाहिँ पाउँहरू छ। हामी पाउँहरू पनि बनाउने काम गरेका छौँ। अनि यसमा चाहिँ तपाईँको यो पाउँहरू चाहिँ धेरै राम्रो छ। यो चाहिँ बालकदेखि लिएर ब्रेडहरू सबैले मन पराउने यो चाहिँ तपाईँको गुलियो झोल पाउँहरू चाहिँ हामी बनाउँछौँ, जसले गर्दा चाहिँ हामी काम भएको यो चाहिँ कच्चा पदार्थलाई हामी यहाँ ल्याएर चाहिँ प्रशोधन गर्ने आय आर्जन गर्न त्यो लिएको छ। त्यो भएर चाहिँ आउने दिनमा चाहिँ हामी चाहिँ बढाउनेछौँ। लप्सी चाहिँ मलाई धेरै भोलुममा चाहिने कारण चाहिँ मेरो मात्र जसरी जमिन पुग्दैन, मसँग 2वटा 3वटा छ। हामीले चाहिँ पर इयर चाहिँ कम्तीमा पनि 20,000 किलो जस्तो हामी चाहिँ यहाँ ल्याउनुपर्छ। त्यस कारण चाहिँ हाम्रो यहाँ गाउँमा भएको हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूको चाहिँ हामी लप्सी जस्तो बोर्डहरूलाई चाहिँ हामी चाहिँ उनीहरूसँग चाहिँ लिएर उनीहरूलाई जस्तो बजारमा पाउने रेट नै हामी दिएर चाहिँ यहाँ चाहिँ हामीले चाहिँ उनीहरूको जस्तो समस्यालाई समाधान गर्ने काम नै गरेका छौँ। कृषकको चाहिँ अहिले विशेष गरी बेसार भयो, अदुवा भयो, त्यसपछि लप्सी भयो, अनि भोगटे भयो, त्यसपछि किवी भयो। यहाँ चाहिँ अनि हामी चाहिँ विशेष गरी चाहिँ अझ किवीको साथसाथै यो चाहिँ विभिन्न सिजनल फ्रुट्सहरू जस्तै तपाईँको यो आलु बखरा भयो, त्यसपछि तपाईँको आलु भयो, अनि नासपाती भयो, या जे कुरा छ त्यो कुरा हामी चाहिँ ल्याएर चाहिँ तपाईँको यसलाई चाहिँ प्रोत्साहन गर्ने काम चाहिँ गर्छौँ। सिजनमा त जति पनि हामी लिन्छौँ। हामी चाहिँ यहाँ प्रोत्साहन गर्ने होइन कि यहाँ कच्चा पदार्थ पनि हामी अरू जस्तो कृषकहरूलाई पनि हामी दिने काम नै गर्छौँ। गोडा नगरपालिका 5 लेले माझातोल भन्ने ठाउँमा छ। तपाईँ यहाँ भिजिट गर्न सक्नुहुन्छ। नभए चाहिँ यहाँ हाम्रो डिएम नम्बर छ, त्यो चाहिँ 98 60 34 93 05 मा तपाईँले चाहिँ डाइरेक्ट मलाई चाहिँ कन्ट्याक्ट गरेर तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ। हस्, नमस्कार।